ल मेरो नाम दिलीप गुप्ता हो हैन। म तपाईहरुलाई अलजेब्रा च्याप्टर पढाउन गइरहेको छु। अलजेब्रा भनेको बीजगणित। यो बीजगणित हाम्रो दुवै क्लासमा हुन्छ, 9 मा पनि पढाइन्छ र 10 मा पनि पढाइन्छ। यो 9 र 10 दुवैलाई समग्र मिलाएर हामीहरुले आज यो बीजगणित भन्ने च्याप्टर पढ्न गइरहेको छौं। यो बीजगणितमा सबभन्दा पहिले त हामीहरुले सिक्नु पर्ने कुरा त केही आधारभूतहरु नै छन्। जस्तै हामीहरुलाई थाहा भएकै कुरा हो, यसको अगाडि गुणाङ्क हुन्छ, यसको अगाडि पावर हुन्छ माथि, र यसलाई हामी के भन्छौं त बेस। यो हाम्रो बेसिक आधारभूत कुरा हो। यहाँ हामीहरुले सुरुदेखि कमन देखि लिएर फर्मुलासम्म सबै कुराहरु गर्ने हो। अब कमन भनेको मतलब के भयो त x² + 2x। त यो दुवैमा साझा के छ? साझा लिँदाखेरि हामीहरुले यो र यो x² र 2x, यसमा x साझा छ, त x प्लस कति भयो त 2। साझा लिनुको मतलब हाम्रो एक्ज्याक्ट कुनै यस्तो संख्या अथवा नम्बर हो जसले यो दुवैलाई हामीले के गर्न सक्छौं त डिभाइड गर्न सक्छौं। अब हेरौं अर्को एक्जाम्पल हेरौं, 2x + 3। यहाँ के साझा छ? एक बाहेक। हेर्नुस्, तपाईले यो पुरै बाट 2 पनि लिन सक्नुहुन्छ, x पनि लिन सक्नुहुन्छ र 3 पनि लिन सक्नुहुन्छ। तर याद गर्नुको लागि 2 लिएपछि 2 ले यसलाई भाग गर्दाखेरि x + 3/2 हुन्छ। यदि तपाईले यो नलिएर यसबाट x साझा लिनुभयो भने 2 + 3/x हुन्छ। यदि यसैबाट तपाईले 3 साझा लिन चाहनुभयो भने 2x/3 प्लस कति हुन्छ? यो भन्न म के चाहिरहेको छु भन्दाखेरि साझा लिँदाखेरि कुनै संख्याले त्यो पुरै अभिव्यञ्जक एक्सप्रेसनमा हामीले के गर्ने हो त डिभाइड गर्ने हो। त साझाको कन्सेप्ट हामीलाई यसको खासै अर्थ र काम लाग्दैन, तर कहीं के हुन्छ त यो काम लाग्छ। यो तर्क नै हामीहरुको बढी उपयुक्त हुन्छ। कमन, त्यसपछि हामीहरुले फर्मुला। सर यो के गर्दै हुनुहुन्छ? यो एचसीएफ र एलसीएम को हिसाब बनाउँदाखेरि तपाईहरुलाई चाहिने स्टेप प्रक्रियाहरु के छन् त्यो सबै प्रक्रियाको बारेमा म पढाउँदै छु। त पहिला कमन सिकाए, त्यसपछि फर्मुला। फर्मुलामा हाम्रो काम लाग्ने भनेको a² - b²। त a + b a-। कहीं कुनै किताबमा पहिला a - b त्यसपछि a + b लेखेको हुन्छ, इन्टुमा भएको हुनाले केही फरक पर्दैन। त्यसपछि a + b को होल स्क्वायर, a² + 2ab + b²। 3 नम्बरमा a - b को होल स्क्वायर, a² - 2ab + b²। त्यस्तै गरेर 4 नम्बर a + b को होल क्यूब, त a³ + 3a² + 3ab² + b³। 5 नंबर a - b को होल क्यूब, a³ - 3a² + 3ab² - b³। यी फर्मुलाहरुलाई हामीहरुले के गर्छौं त भन्दाखेरि एचसीएफ र एलसीएम मा के हुन्छ त काम लाग्छ। अर्को पनि केही फर्मुला छ, a² + b²। त a + b को होल स्क्वायर - 2ab। यसैको अर्को रूप पनि छ, a² + b² को a - b को होल स्क्वायर + 2ab। 10 क्लासमा हामीहरुलाई यो दुवै फर्मुलाको बढी काम लाग्छ।
याद राख्ने कसरी हो, यदि यहाँ प्लस छ भने यहाँ माइनस, यदि यहाँ माइनस छ भने यहाँ प्लस। अब फर्मुला एकचोटि फेरि रिभाइज गरौँ। ए स्क्वायर माइनस बी स्क्वायर भनेको मतलब के भयो त ए प्लस बी इन्टु ए माइनस बी। ए स्क्वायर माइनस बी स्क्वायर को ए प्लस बी इन्टु ए माइनस बी। ए प्लस बी को होल स्क्वायर भनेको ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर। ए माइनस बी को होल स्क्वायर भनेको ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर। यो दुवै फर्मुलालाई याद गर्नको लागि सानो एउटा ट्रिक के छ भन्दाखेरि ए स्क्वायर र बी स्क्वायर दुवै पोजिटिभ हुन्छ। यदि यहाँ प्लस छ त 2ab मा प्लस राख्ने, यदि यहाँ माइनस छ भने 2ab मा के राख्ने त माइनस राख्ने। अब सेम ए प्लस बी को होल क्यूब र ए माइनस बी को होल क्यूब मा पनि हुन्छ। अब ए प्लस बी र ए माइनस बी को होल क्यूब मा हेर्दाखेरि ए क्यूब र बी क्यूब को साइन हेर्नुस्, प्लस छ भने प्लस, अब माइनस छ भने माइनस। त्यस्तै गरेर साइन के हुन्छ त प्लसमा त कुनै पनि फरक पर्दैन, प्लस माइनस प्लस माइनस। यसरी पनि हामीले याद राख्न सक्छौँ। अब दुईवटा कुरा कमन लिँदाखेरि फर्मुलामा तोड्दाखेरि र अर्को के आउँछ भन्दाखेरि खण्डीकरण, फ्याक्टराइजेसन। जस्तै के हुन्छ भन्दाखेरि कुनै एउटा हामीहरूले हिसाब लिन सक्छौँ, जस्तै x स्क्वायर प्लस 4x माइनस 20। अब हेर्नुहोस्, लसमस गर्दाखेरि तीनवटा स्टेपमा पहिला कमन, त्यस पछाडि फर्मुला र त्यस पछाडि खण्डीकरण भनेको फ्याक्टराइजेसनलाई आधार बनाएर नै हामी लस र मस गर्छौँ। तेस्रो अवस्था के हो त खण्डीकरण हो। यो कुरा याद राख्नु। यो खण्डीकरण गर्नको लागि अन्तिम र पहिलोको गुणाङ्कलाई गुणा गर्ने। कति भयो त 21 इन्टु 1 21। 21 लाई 1 ले गुणा गर्दाखेरि 21। अब त्यो दुईवटा संख्या हामीले खोज्नु पर्छ जसलाई गुणा गर्दा 21 आउँछ र यहाँ के को चिन्ह छ त माइनस, र माइनस गरेर कति ल्याउनु पर्छ त 4। यो प्रक्रियालाई 9 क्लासमा पनि भनिन्छ फर्स्ट इन्टु लास्ट। भनेको मतलब 21 र 1 लाई गुणा गर्दाखेरि कति आयो त 21। यो 21 लाई हामीले लसल लियो भने कति आयो त 3 र 7। अब x स्क्वायर प्लस घटाएर 7 माइनस 3, यो कति भयो त x माइनस 20। यो मैले गरेको के हो भन्दाखेरि यसलाई र यसलाई गुणा गरेर कति आयो त 21। 21 लाई लसल लिए र घटाएर मलाई कति ल्याउनु छ त 4। बुझेन? फेरि सुन्दै 21 लाई 1 ले गुणा गर्दाखेरि 21 आउँछ। अब त्यो दुईवटा संख्या हामीले खोज्नु पर्छ जुन संख्या दुईवटा लाई गुणा गर्दा 21 आउनु पर्यो र त्यही दुईवटालाई घटायौं भने कति आउनु पर्यो त 4। फेरि सुन्नु, अन्तिम र पहिलोको गुणाङ्कलाई गुणा गर्दा जति आउँछ त्यही दुईवटा संख्यालाई गुणा गरेर त्यति आउनु पर्यो र यहाँ यसको जति चिन्ह छ त्यो गरेर बिचको आउनु पर्यो। गुणा गरेर कति आयो त 21। अब दुईवटा संख्या यस्तो खोज्नुस् जसलाई गुणा गरेपछि 21 आउँछ र यहाँ के को चिन्ह छ त माइनस, र घटाएर कति आउँछ त 4। 7 र 3 लाई गुणा गरेपछि कति आउँछ त 21 र 7 बाट 3 घटाएपछि कति आउँछ त 4। त भनेको मतलब हो यो बिचको खण्डीकरणमा 7 माइनस कति आयो त 3। अब x स्क्वायर प्लस यसले गरौँ त 7x माइनस 3x माइनस 20। अब
यो जुन लाइन छ यो लाइन गर्नुको पछाडि कारण के हो भन्दाखेरि यो 3 वटा पदबाट कतिवटा पदमा तोड्नको लागि हो त 4 वटा। अब यो दुवैमा के साझा छ त x र x प्लस 7। यो दुवैमा के साझा छ त 3 र x प्लस 7। अब मनमा कुरा उठिरहेको होला सर यहाँ त माइनस थियो यहाँ प्लस कसरी आयो? यहाँ के को चिन्ह थियो माइनस आयो के प्लस कसरी आयो? सुन, यदि दुईवटाबाट हामीले माइनस कमन लिनुको मतलब के हुन्छ भन्दाखेरि यो दुवैलाई माइनसले मल्टिप्लाई। अब माइनस लेखेर त माइनस इन्टु माइनस के भयो प्लस, माइनस इन्टु माइनस के भयो प्लस। यसको अर्थ भयो यदि साझामा माइनस लिन्छौ भने त्यसको चिन्ह के हुन्छ? परिवर्तन भइहाल्छ। त्यस कारणले माइनस भएको ठाउँमा प्लस आयो, माइनस भएको ठाउँमा प्लस आयो। अब तपाईहरुको मनमा कुरा उठिरहेको होला कि माइनस कमन लिएपछि चिन्ह परिवर्तन हुन्छ, यसको मतलब भयो कि x प्लस 3 यहाँबाट माइनस कमन लिएपछि के भइहाल्छ त x माइनस 3। उदाहरण हो, माइनस कमन लिनुको मतलब के भयो? चिन्ह के हुन्छ त परिवर्तन भइहाल्छ। साधारण तरिकाले याद राख्नुहोस्। अब x प्लस 7 x प्लस 7 यो दुवै मिले हो। अब मिलिसकेपछि के गर्ने त x प्लस 7 र x माइनस 3। यसको खण्डीकरणको उत्तर यति आयो। भनेको जुन कुरा हाम्रो प्लस माइनसमा थियो अभिव्यञ्जकहरू ती सबैलाई हामीले के को रूपमा तोड्दियौ त गुणाको रूपमा, प्रोडक्टको रूपमा। त एचसीएफ र एलसीएम यो दुईवटा कुरा गर्दाखेरि हामीले कतिवटा कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ। यदि दिएको अभिव्यञ्जकमा केमा दिएको अभिव्यञ्जकमा पहिले कमन छ भने कमन लिने, यदि फर्मुलामा खुल्न सक्छ भने त्यसलाई फर्मुलामा खोल्ने, यदि कमन पनि भएन फर्मुलामा पनि भएन खण्डीकरण भयो फर्स्ट इन्टु लास्ट त त्यसमा पनि यी 3 वटा टर्महरू हामीले याद राखेर एचसीएफ र एलसीएम हामीले बनाउन सक्छौं। अब केही हिसाबहरू उदाहरणको रूपमा हामीले यहाँ प्रस्तुत गर्न गइरहेका छौं। हेर्नुस्, जसमध्ये पहिले हिसाब छ अब एचसीएफ र एलसीएम गर्दाखेरि यहाँ पहिला कतिवटा पदहरू छ त 2 वटा। कसरी बुझ्ने त यसको बीचमा के छ त कमाको चिन्ह छ। अब यो भयो पहिलो अभिव्यञ्जक, यो भयो दोस्रो अभिव्यञ्जक। लस र मस निकाल्न दियो भने कसको निकाल्ने त कतिवटा पदको निकाल्ने त यो एउटा अभिव्यञ्जक र यो अर्को, तेस्रो पनि हुन सक्छ। अब हिसाब बनाउँदाखेरि पहिलो अभिव्यञ्जक त पहिलो अभिव्यञ्जक कति लेखेको छ त a क्यूब माइनस a स्क्वायर प्लस a माइनस 1। अब ध्यान दिएर हेरौं, एचसीएफ र एलसीएम गर्दाखेरि कतिवटा प्रक्रिया हामीले अपनाउनु पर्ने थियो? 3 वटा, कमन, फर्मुला, फ्याक्टराइज। अब यो 4 वटा पद छ, 4 वटा 1 2 3 4। यो 4 वटामा 2 वटामा केही साझा छ पक्कै छ होला, a स्क्वायर त बच्यो कति त a माइनस 1। अब यसमा केही साझा छ त संख्या र अल्जेब्रिक एक्सप्रेसनमा केही छैन, तर 1 छ। 1 बाहेक अरु कुनै पनि साझा छैन। यहाँ 1 लिने a माइनस 1। अब a माइनस 1 a माइनस 1 त्यसपछि a स्क्वायर प्लस
यो भयो पहिलो अभिव्यञ्जक। त्यस्तै गरेर यसमा हामीहरूले दोस्रो अभिव्यञ्जक। अब दोस्रो अभिव्यञ्जक लेखौँ। कति छ त? 2a³ माइनस a² प्लस a माइनस 2। अब लसमस गर्दाखेरि हिसाब जसरी दिएको थियो त्यसरी नै यसलाई हामीले हल गर्यौँ। अब यसलाई हल गर्दाखेरि एउटा कुरा यो याद राख्नु होला कि योसँग केही न केही हामीले मिलाउनु पर्ने हुन्छ। अब हेर्नुहोस्, पहिला सोचौँ केही छिन अगाडि। 2a³ माइनस a²। यहाँबाट a² कमन लिएपछि ध्यान दिएर हेर्नु है, यहाँबाट a² कमन लिएपछि 2a बच्छ माइनस 1। तर यो दुईवटामा 1 कमन लिएपछि 2a कहीँ आइरहेको छ त? कहीँ आइरहेको छ? तब के हामीले सिधै कमन लिएपछि बुझेन? ल ठिक छ, हेर त एकचोटि रफ गर्दैछु है फेरि रफ। यदि a² कमन लिएपछि यहाँ कति भयो त? 2a माइनस 1। यहाँ 1 कमन लिएपछि a माइनस 2। के यो र यो मिल्यो त? जब यो र यो मिलेन भने अगाडि प्रक्रिया बढ्न सक्छ? पक्कै सक्दैन। त्यस्तो अवस्थामा गर्ने के? त्यस्तो अवस्थामा यो दिएको पदहरूलाई अलिकति मिलाऊ। त मिलाउँदाखेरि कसरी मिलाउने त्यो सिकौँ। यदि हेरौँ है, हेरौँ 2a³ माइनस 2 माइनस a² प्लस a। यदि यहाँ यसरी मिलायो भने हामीलाई फाइदा हुन्छ कि हुँदैन त्यो पहिला सिकौँ। हेरौँ, 2 कमन लिएपछि a³ माइनस 1 माइनस a कमन लिएपछि a माइनस 1। फेरि सोचिरहला कि सर यहाँ माइनस कसरी भयो? त अघि नै भने माइनस कमन लिँदाखेरि साइनसको परिवर्तन हुन्छ। अब यो सूत्रमा छ त कुन सूत्रमा छ भन्दाखेरि a³ माइनस b। त यसको फर्मुला हुन्छ a माइनस b a² प्लस ab प्लस b²। ध्यान दिएर हेरौँ, a³ माइनस b³ को सूत्र जुन हुन्छ a माइनस b a² प्लस ab प्लस b²। त हामीले बुझ्ने कसरी के सूत्र लागिरहेछ त रुट हेरौँ न। a को हल क्युब गर्न सकिन्छ, 1 को पनि हल क्युब गर्न सकिन्छ। त a को ठाउँमा भयो a, b को ठाउँमा भयो 1। a² भनेको मतलब के भयो त? a² प्लस ab, b को ठाउँमा 1 प्लस b² b² भनेको 1 को स्क्वायर। यो कसको हो त? 2 जस्ताको त्यस्तै छ। यसलाई हामीले यो सूत्रमा तोडेका छौँ। यो माइनस जस्ताको त्यस्तै। अब यो कति भयो त? a। अब अलिकति विचार पुर्याउँ र हेरौँ, a माइनस 1 a माइनस 1 मिलिरहेको छ कि छैन? अब यो पुरै प्रक्रियामा a माइनस 1 र a माइनस 1 मिलिरहेको छ। a माइनस यो साझा भयो। त यसको कति बच्यो त? 2a² प्लस a प्लस 1 माइनस कति भयो त? यसलाई हामीले हल गर्न सक्नुपर्ने हुन्छ। त हल गर्दाखेरि कति भयो त? a माइनस 1। यहाँ कति भयो त? 2a²। यहाँ कति भयो त? प्लस 2a र यसले कति भयो त? प्लस 2 र यो कति भयो त? माइनस 1। अब a माइनस 1 कति भयो? a माइनस 1 2a²। अब ध्यान दिनु, प्लस 2a छ र माइनस a छ, त प्लस a प्लस 2। त पहिलो र दोस्रो व्यञ्जकमा हाम्रो मिल्ने कुन भयो त? a माइनस 1। त त्यस कारणले हाम्रो यसको HCF कति भयो त? a माइनस 1। फेरि एकचोटि सुरुदेखि प्रक्रिया यसका बुझौँ। हामीले HCF र LCM गर्दा
कमन आउन सक्छ त कमन लिने, फर्मुलामा खोल्न सक्छौ त फर्मुला लिने, फ्याक्टराइजमा जान सक्छ भने फ्याक्टराइज लिने। त यसमा कमनमा गयो, यसको फर्मुलामा, ठिक छ। ल अब हामीहरूले तपाईहरुले कसैले यसलाई सार्न चाहनुहुन्छ भने जबसम्म प्रश्न लेख्छु तबसम्म तपाईहरु सार्न सक्नुहुन्छ। ल भयो। ल अब हामीहरूले यसलाई अब हाम्रो समक्ष एउटा अर्को हिसाब आएछ। यो हाम्रो 10 कक्षाको अन्तिम परीक्षामा खुब सोध्ने गरिन्छ। अब यो के भयो त a क्यूब माइनस 1। हामीहरूलाई अहिले भर्खर परेको कि यसको सूत्र a क्यूब र यसको सूत्र 1 को क्यूब भयो। अब a माइनस 1 भयो, a स्क्वायर भनेको a स्क्वायर यस्ताको त्यस्तै, a इन्टु b त a इन्टु 1, b स्क्वायर भनेको 1 को स्क्वायर त यो भयो a माइनस 1। त्यसपछि a स्क्वायर, a र 1 लाई गुणा गर्दाखेरि a आयो, 1 को स्क्वायर जस्ताको त्यस्तै। फेरि हेरौँ, यसमा खासै केही छैन, हामीहरूले यसलाई के गरेको हो मात्र सूत्रमा खोलेको छ, ठिक छ। अब अर्को जुन छ त्यो आयो a को पावर 4 प्लस a स्क्वायर प्लस 4। यो हिसाबलाई बनाउँदाखेरि हामीहरूले जुन सूत्र फर्मुला पढेका थियौं त्यो सूत्रले पनि बनाउन सकिन्छ, हैन भने यसलाई एरेन्ज गरेर पनि यसलाई बनाउन सकिन्छ। अब कसरी त्यो हेरौँ। कुन फर्मुला पढेका थियौं हामीहरूले? a स्क्वायर प्लस b स्क्वायर, a स्क्वायर प्लस b स्क्वायर। यसको कतिवटा सूत्र थियो त? 2 वटा। कुन थियो त? a प्लस b को होल स्क्वायर माइनस 2ab र यसैको अर्को सूत्र थियो a माइनस b को होल स्क्वायर प्लस 2a। अब यसमा कुन फर्मुला फिट हुन्छ त्यो अलिकति बुझौ, अलिकति रफ गरेर हेरौँ। मानौ यदि a को पावर 4 प्लस 1 प्लस a स्क्वायर, यसलाई हामीले यसरी एरेन्ज गर्यौं। मनमा कुरा उठिरहेको होला कि यसलाई एरेन्ज गर्नुको पछाडि कारण के हो त सुन्नु। यस दिएको एक्सप्रेसनको पदहरुमा 2 वटा यस्तो पद लिने जसको स्क्वायरलाई गुणा गरेपछि तेस्रो पद आउनुपर्छ। बुझ्यौ? फेरि सुरुदेखि सुन्नु। a को पावर 4 पनि छ, a स्क्वायर पनि छ र 1 पनि छ। यदि a स्क्वायर र 1 लाई गुणा गर्दाखेरि कति आउँछ त? a स्क्वायर आउँछ हैन? तर तेस्रो त आएन नि। तेस्रो कति छ त? a को पावर 4 छ। कति छ? a को पावर 4। तर a को पावर 4 यस अब अर्को a को पावर 4, यो a को पावर 4 त a को पावर 4 को स्क्वायर यसरी गर्न सकिन्छ? सकिन्छ नि, पक्कै सकिन्छ। यसलाई 1 ले मल्टिप्लाई गरेर जुन छ। अब a स्क्वायर र 1 लाई गुणा गरेपछि कति आयो त? a स्क्वायर। हेर त छ कि छैन? मैले भन्न के चाहेको हो भन्दाखेरि दिएको 3 वटा एक्सप्रेसनहरु मध्ये 2 वटा यस्तो एक्सप्रेसन लिने जसलाई स्क्वायर फर्ममा तोडेर गुणा गरेपछि तेस्रो आउनु पर्यो। कुरा बुझिरहेछ? a को पावर 4 छ त a स्क्वायर र 1 लाई गुणा गरेपछि त आइरहेछ।
तर ए स्क्वायर भनेको त कतिको स्क्वायर हो त? ए को। ए र 1 लाई गुणा गरेपछि ए को पावर पराउँछ त? त्यसकारणले यो कुरा बुझ्न हामीलाई अत्यन्तै जरुरी छ कि कुन दुईवटा पद, कुन दुईवटा टर्महरूलाई गुणा गरेपछि हाम्रो टार्गेट आउँछ। यसरी एरेन्ज गरिन्छ। अब ए स्क्वायर को होल स्क्वायर प्लस 1 को होल स्क्वायर प्लस ए स्क्वायर। अब ए स्क्वायर प्लस बी स्क्वायर को दुईवटा सूत्र छ, एउटा यो पनि छ र यो पनि छ, हैन? त अब यहाँ ए स्क्वायर प्लस 1 को होल स्क्वायर माइनस 2, ए को ठाउँमा कति छ? यो। अब बी को ठाउँमा यो प्लस ए स्क्वायर जस्ताको त्यस्तो। अब मनमा यो कुरा उठेर सर यो माइनस वाला तपाईले किन लिनुभयो? यो किन लिनुभयो? त्यसको पनि उत्तर म अहिले भर्खर दिन्छु, एकछिन हेर। ए स्क्वायर प्लस 1 को होल स्क्वायर, 2a स्क्वायरबाट ए स्क्वायर घट्यो त कति बच्यो त? माइनस ए स्क्वायर। हेर, यसै कारणले यदि यहाँ प्लस रहन्थ्यो भने 2a स्क्वायर प्लस ए स्क्वायर कति हुन्थ्यो? 3a स्क्वायर। त्यसलाई के हामीले सूत्रमा तोड्न सक्थ्यो? यसमा तोड्न सक्थ्यो त? सक्दैन थियो। त्यसकारणले गर्दाखेरि मैले यहाँ कुन सूत्र लिएको छु त? माइनस। ताकि घटाएपछि हाम्रो टार्गेट आउन सकोस्। अब हामीहरूलाई थाहा छँदैछ कि ए स्क्वायर माइनस बी स्क्वायर को सूत्र के हुन्छ? ए माइनस बी इन्टु ए प्लस बी। ए माइनस बी ए प्लस बी। अब यसलाई एरेन्ज गर्न सकिन्छ। एरेन्ज गर्दाखेरि कति हुन्छ त? ए स्क्वायर माइनस ए प्लस 1 र ए स्क्वायर प्लस ए प्लस। अब एचसीएफ लिँदाखेरि हामीहरूले पहिलो र दोस्रो अभिव्यञ्जकमा, पहिलो र दोस्रो अभिव्यञ्जकमा के मिलेको छ? यो मिलेको छ नि। यसको मस एचसीएफ कति आयो? ए स्क्वायर प्लस ए प्लस। यही हिसाबमा यदि लस भयो, लस त के गर्ने? मिलेको कुरा एउटा लेखिदिने दिने, नमिलेको पनि के गर्ने त? 700 भने एकछिन सार, म तबसम्म अर्को हिसाब लेख्दैछु। आइसक्यो? ल, यो हिसाबमा कतिवटा पदहरू छ त? भन्नु त, कतिवटा पदहरू छ? भन्न सक्छौ? गरौँ। 1 2 र 3। अब हामीहरूले 3 वटा पद भयो कसरी? त बुझिहाल्यो होला नि, कमाले छुटाइदिन्छ नि, है त? ल, अब बनाउने प्रक्रिया हाम्रो पहिले नै हो। पहिलो अभिव्यञ्जक, यसलाई इङ्ग्लिसमा फर्स्ट एक्सप्रेसन भनिन्छ। 2x³ - 60। त लसामसा गर्दाखेरि पहिला प्रक्रिया हामीले के अपनाउने हो? यदि कमन छ भने के छ? कमन। यदि कमन साझा छ भने हामीले कमन साझा लिने। हेर त छ कि छैन? छ। कतिले? 2। ल ठिक छ, त 2 कमन कति बच्यो? x³ - 8। के साझा लिएपछि यसलाई अझै के तोड्न सकिन्छ कि सकिँदैन? सकिन्छ। केमा?
सूत्र कुन सूत्रमा ओ त्यहाँ लेखेको छ कुन छ a क्यूब माइनस b क्यूब जहाँ a क्यूब भनेको मतलब x को होल क्यूब र यो भनेको मतलब 2 को अब यसलाई a क्यूब र यसलाई b क्यूब जहाँ a को ठाउँमा कति छ त x र b को ठाउँमा कति छ त 2 अब a क्यूब माइनस b क्यूब को सूत्र प्रयोग गरेर कति हुन्छ a क्यूब माइनस b क्यूब को सूत्र a माइनस b a को ठाउँमा x र b को ठाउँमा 2 ठीक छ त्यसपछि a स्क्वायर तो x स्क्वायर माइनस अत प्लस a इंटू b तो a भनेको x अब b भनेको 2 त्यसपछि प्लस के हुन्छ b स्क्वायर b भनेको मतलब हो 2 को स्क्वायर अब यो भयो 2 x माइनस 2 यो कति भयो त x स्क्वायर प्लस 2x 2 को स्क्वायर 4 तो फर्स्ट एक्सप्रेसनलाई हामीले हल गर्दाखेरि पहिला के गर्यो त कमन थियो त कमन लियो कमन थियो भने के लियो पहिला कमन त्यसपछि के हेर्यो कि यो कमन लिएपछि पनि यसलाई केही न केही तोड्न सकिन्छ फर्मुला त्यसकारणले यसलाई हामीले a क्यूब माइनस b क्यूब को फर्मुलामा तोड्दियौ x लाई x को क्यूब माइनस को माइनस 8 कति को क्यूब छ त 2 को तो 2 को क्यूब अब a क्यूब माइनस b क्यूब तो a क्यूब माइनस b क्यूब को फर्मुला यहाँ लेखेकै छ कति लेखे छ a माइनस b प्लस इन्टु a माइनस b इन्टु a स्क्वायर प्लस ab प्लस कति छ त b स्क्वायर ठीक छ अब a क्यूब माइनस b क्यूब मा a माइनस b इन्टु a स्क्वायर प्लस a इन्टु b प्लस b स्क्वायर यसलाई हल गरिएको छ त यसको यति के भयो त हल गरेर अब हामीले दोस्रो अभिव्यञ्जक तोड्न गइरहेका छौं दोस्रो अभिव्यञ्जक सेकेन्ड एक्सप्रेसन तो दोस्रो अभिव्यञ्जकमा कति लेखेको छ x स्क्वायर माइनस 4x प्लस लसमस गर्दाखेरि कतिवटा चरण प्रक्रिया स्टेप्स अपनाउन भनेको थियो त 3 पहिलो थियो कमन दोस्रो थियो फर्मुला तेस्रो थियो फ्याक्टराइज खण्डित अब यसलाई हेर्दाखेरि कमन छ त सबैमा छैन यो सबैमा यदि कमन छैन भने दोस्रो प्रक्रिया के थियो त फर्मुला अब फर्मुला भनेको a क्यूब माइनस b क्यूब अथवा a क्यूब a स्क्वायर माइनस b स्क्वायर तोड्न सकिने छ त छैन तेस्रो बच्यो के त खण्डीकरण फर्स्ट इन्टु लास्ट त फर्स्ट इन्टु लास्ट के भन्नु भाइले के भन्नु फर्मुलामा छ हो कुन फर्मुलामा a माइनस b को होल स्क्वायर हो त्यो फर्मुलामा पनि छ नहुने हो हो तिमीले भनेको ठिक छ तिमीले भनेको ठिक छ मैले तिम्रो भनेको कुरा बुझिहाले छु यसलाई a माइनस b को होल स्क्वायरमा तोड्न पनि सकिन्छ नसकिने हैन तर यसलाई गुणा गरेपछि कति आउँछ त 4 अब जोडेर 4 2 माइनस 2 दुवै प्रक्रियाले हामी यसलाई बनाउन सक्छौं यदि चाहन्छौ भने a स्क्वायर फर्मुलामा पनि तोड्न सक्छौं 2 को होल स्क्वायर माइनस 2 a b अब कति भयो a माइनस b को यो पनि हुन सक्छ नहुन सक्ने हैन यही राख्ने कि खण्डीकरण गर्ने यही राख्ने
ठीक छ राख। अब तेस्रो अभिव्यञ्जक हेर है, पहिलो अभिव्यञ्जकलाई हल यहाँ गरिएको छ, दोस्रो अभिव्यञ्जकलाई हल यहाँ गरिएको छ, तेस्रो अभिव्यञ्जकलाई हल यहाँ गर्न दिइरहेको छ। x² माइनस 3x प्लस 2 फेरि त्यही कुरा आयो नि, फेरि त्यही कुरा आयो। कमन छ भने कमन लिने, फर्मुला छ भने फर्मुलामा खोले, छैन भने फर्स्ट इन्टु लास्ट। यो त फर्स्ट इन्टु लास्टमा छ। यसलाई र यसको गुणाङ्क 1 लाई गुणा गरेपछि कति आउँछ त? 2। र जोडेर कति ल्याउनु पर्यो त? 3। त्यो दुईवटा संख्या खोज्ने जसलाई गुणा गरेपछि 2 आउनु पर्यो, र त्यही दुईवटा संख्यालाई जोडेपछि कति आउनु पर्यो त? 3 आउनु पर्यो। ठीक छ, कति आउनु पर्यो? 3। के गरेर? जोडेर। तो यहाँ के भयो त? x² माइनस 2x माइनस x प्लस 2। सर सोध्न सक्छु, सर तपाईले जोडेर भन्नुभयो माइनस लेख्नुभयो, सेम साइन त एडै हुन्छ नि। -2 र -1 कति हुन्छ? -3। यो सानो सानो कुराहरू हो, हामीले ध्यान दिनु पर्ने हुन्छ। अब यहाँबाट हामीले के लिन सक्छौं त? साझा। साझा लिएपछि x, तो x माइनस 2, -1 तो x माइनस 2, तो x माइनस 2 र x माइनस। अब x माइनस 2 र एउटा x माइनस 2, यो तीनवटै अभिव्यञ्जकलाई हल गरेर एउटा यस्तो साझा आएको छ जसलाई हामीले HCF भन्न सक्छौं। त्यसकारणले HCF कति आयो त? x माइनस 2। अब अर्को प्रश्न लेख्दैछु तबसम्म 60 छ भने 60। भयो ल। हामीहरूले z को पावर 4 प्लस z लेखेको छ, z को पावर 5 प्लस z क्यूब लेखेको छ, z क्यूब माइनस z स्क्वायर प्लस z लेखेको छ। यसलाई हामीहरूले HCF र LCM निकाल्न पर्ने हुन्छ। तो पहिलो अभिव्यञ्जक को रूपमा हामीले कसलाई लेख्ने हो त? z को पावर 4 प्लस z, z को पावर 4 प्लस z। अब z कमन लिँदाखेरि z क्यूब प्लस, फेरि यो केमा गइरहेछ त? फर्मुला। कुन फर्मुलामा? a क्यूब प्लस b क्यूब। तो a प्लस b, a स्क्वायर माइनस ab प्लस b स्क्वायर। ठीक छ ल। अब यो z जस्ताको त्यस्तै, तो a क्यूब प्लस b क्यूब मा a को ठाउँमा कति छ त? z प्लस को प्लस, b को ठाउँमा कति छ त? 1 को क्यूब 1 नै हुन्छ। त त्यसकारणले z प्लस 1, a को ठाउँमा z छ, b को ठाउँमा 1 छ। a स्क्वायर भनेको z स्क्वायर माइनस a इन्टु b भनेको z इन्टु 1, त कति भयो त? z प्लस कतिको स्क्वायर? 1 को स्क्वायर, त कति भयो? 1। हामीहरूले
यसलाई अलिकति सरल हुने गरी एक स्टेप नलेखेर डाइरेक्टली लेखेको। फर्मुला हामीहरू दिमागमा यदि छ भने हामीहरूले a क्यूब प्लस b क्यूबको सूत्रकोलाई आधार बनाएर यसरी लेख्न सक्छौँ। त्यस पछाडि दोस्रो अभिव्यञ्जक कति छ त z को पावर 5 प्लस z क्यूब। यहाँ के साथ छ त z क्यूब, तो यहाँ हामीले z क्यूब पछाडि त बच्यो कति त z स्क्वायर प्लस, अब यहाँ भयो z स्क्वायर प्लस। अब यहाँ ध्यान दिनुस् त z क्यूब कमन लिएपछि z स्क्वायर प्लस 1 पछि। अब बुझ्नु पर्ने कुरा के हो भन्दाखेरि यहाँ z प्लस 1 छ, यहाँ z स्क्वायर माइनस z प्लस 1 छ। यदि यो z को पावर 5 प्लस z क्यूब, यदि यसबाट हामीले z क्यूब यदि कमन लिने हो भने यहाँ के z स्क्वायर प्लस 1 के यो बनाउन सकिन्छ त? यो बनाउन सकिन्छ? यदि सकिन्छ भने एक स्टेप पहिला थर्डलाई तोडौं र अनि हामीहरूले यसलाई हेरौं कि कति भइरहेको छ। त यो कति भयो त? तेस्रो अभिव्यञ्जक। यदि यहाँ हामीहरूले z क्यूब माइनस z स्क्वायर प्लस z, ध्यान दिएर हेरौं यो हिसाब त्यस्तो छैन जुन अरु जस्तो थियो। यहाँबाट z कमन लिने त कति भयो त z स्क्वायर प्लस z प्लस। अब ध्यान दिँदाखेरि के छ त भन्दाखेरि z स्क्वायर प्लस z प्लस 1। यदि यसलाई यसरी नै राख्ने हो, यसलाई यसरी राख्ने हो, यसलाई यसरी राख्ने हो भने z बाहेक अरु केही साझा भइरहेको छ त? ध्यान दिएर हेर्नुस् है, यो हिसाबलाई अलिकति ध्यान दिएर हेर्नुस्। z को पावर 4 प्लस z को पावर 5 प्लस z क्यूब माइनस z स्क्वायर प्लस z। अब यसमा हामीहरूले पहिलो अभिव्यञ्जकमा z कमन लियो त यसलाई a क्यूब प्लस b क्यूब को सूत्रमा खोल्दियो। यहाँ हामीहरूले z क्यूब कमन लियो, z क्यूब कमन लियो त z स्क्वायर प्लस 1 आयो। अब यहाँ हामीहरूले z यदि कमन लियो भने कति आइरहेको छ त z स्क्वायर प्लस z प्लस 1। यहाँ माइनस छ, अलि मिस्टेक भयो, यहाँ माइनस छ, जस्ताको त्यस्तै छ। त दुवैमा 1 2 3 यो तीनटैमा z बाहेक अरु केही साझा तपाईहरुले हेरिराख्नु भएको छ त? अहिलेसम्मको प्रस्तावमा छ त? छैन। यदि यसलाई हामीहरूले ध्यान दिएर हेर्नु, ध्यान दिएर, यदि यसलाई यो सूत्रमा खोलियो a प्लस b को होल स्क्वायर, ध्यान दिएर मात्र हेर्नुस्, रफ हो यो, अलिकति हेर्नुस् रफ, त z प्लस 1 को होल स्क्वायर माइनस 2 इन्टु a इन्टु b। यसबाट पनि तपाईलाई केही अनुमान लागिरहेको छ त? यसको मतलब के भयो? यसमा हाम्रो जुन HCF आउँछ त्यो कति आउँछ त? HCF कति आउँछ त? Z नै आउँछ, Z। तर यदि अरु यसलाई कुनै तरिकाले खोल्न सकिन्थ्यो भने अर्को आउन सक्थ्यो। अहिलेसम्मको हलमा हामीहरूले के दिए त? Z। तपाईहरुको विचार छ यसलाई अर्को तरिकाले खोल्न सकिन्छ भने यो होमवर्कको रूपमा बस्यो। तपाईहरुले यसलाई अर्को तरिकाले खोल्न सक्नुहुन्छ र खोल्न सकिन्छ, त्यो भोलिको होमवर्कको लागि भयो। अब यो स्टेपलाई हेर्नुस् र म अर्को हिसाब लेख्छु, कपी गर्न चाहनुहुन्छ भनेलाई कपी गर्नुस्, त्यसपछि फेरि यसलाई अर्को तरिकाले लेख्छु भोलि।
ल भयो, यसलाई फेरि चर्चा गर्दैछौँ। सबै कुरा रेडिमेड भेट्दैन, केही आफू पनि दिमाग लगाउनु पर्ने हुन्छ। अब यो एउटा हिसाब आएछ। अब यो हिसाब हामीहरूले गर्दाखेरि हामीले कुन प्रक्रिया अपनाउने हो त? पहिलो अभिव्यञ्जक m³ माइनस n³। तो यो m³ माइनस n³ त हाम्रो सूत्रमा छ। त के हो त? m माइनस n m स्क्वायर प्लस mn प्लस के भयो त m स्क्वायर। दोस्रो अभिव्यञ्जक कुन छ त? m को पावर 4 प्लस m स्क्वायर n स्क्वायर प्लस n को पावर 4। अब m को पावर 4 प्लस m स्क्वायर n स्क्वायर प्लस n को पावर 4, यसलाई कमन लिन सकिन्छ, फर्मुलामा चाहिँ छ। तर कुन फर्मुलामा छ त? अघि भने अनुसार a स्क्वायर प्लस b स्क्वायर। यो a स्क्वायर प्लस b स्क्वायरलाई धेरै जसो किताबहरूमा अर्को तरिकाले पनि बनाइएको हुन्छ, जोड घटाउ विधि। जोड घटाउ विधि भनेको मतलब अलिकति फर्मुला प्रयोग नगरिकन जोड घटाउ विधिले पनि बनाउन सकिन्छ। कसरी? m स्क्वायर को स्क्वायर यो भयो, n स्क्वायर को स्क्वायर यो भयो। अब प्लस 2ab यो कहाँबाट आयो? यसलाई फर्मुलामा a प्लस b को होल स्क्वायर को फर्मुला a प्लस b को होल स्क्वायर a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। यो फर्मुलामा खोल्नको लागि मलाई बीचमा कति चाहिएको छ त? 2ab। त्यहाँ बीचमा के दिएको मैले हो? 2ab। यो कहाँबाट आयो? हिसाबमा छ त? छैन। कतिवटा टर्म बढ्यो त? 2ab छ, तर यहाँ छ कति त? एउटा मात्रै छ। तो एउटा के भयो? बढ्यो। तो त्यसकारणले यहाँ के गर्ने त? घटाइदिने। किनकि म्याथको नियम छ, राख त हटा, जोड त घटा। आफ्नो मनले जोडेकोले घटाइदिएको। ठिक छ? त यसलाई हामीहरू पनि भन्छौँ जोड घटाउ विधि। तो यो भयो a प्लस यहाँसम्म b को होल स्क्वायर, यो माइनस m इंटू n को a स्क्वायर माइनस के भयो? b स्क्वायर। a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b इंटू a माइनस b। a प्लस b, जहाँ a भनेको यो भयो र b भनेको यो। त a प्लस b a माइनस, जहाँ a भनेको यो भयो र b भनेको m इंटू। पहिलो भयो, दोस्रो भयो, अब तेस्रो। तेस्रो अभिव्यञ्जक, तेस्रो अभिव्यञ्जकमा के भयो त? m³ प्लस m स्क्वायर n प्लस m n स्क्वायर। यहाँ साझा छ m m n, एउटा मिलिरहेको छ। त m मिल्यो त m स्क्वायर प्लस m स्क्वायर त m गयो त m n, m गयो त n स्क्वायर। यो हेरौँ त हामीहरूले m स्क्वायर प्लस mn प्लस n स्क्वायर यहाँ छ, फेरि यहाँ छ। देयरफोर HCF कति भयो त? m स्क्वायर प्लस mn प्लस कति भयो त? n स्क्वायर। ठिक छ? ल अब यो भन्दा अगाडिको अर्को क्लास हामीहरूले के गर्ने हो भन्दाखेरि
ठिक छ, अर्को दिन गर्नु। के भन्यो भाइ, के भन्यो फेरि भन त एकचोटि। अघिको हिसाबको एन्सर जेडवालाको जेड जेड स्क्वायर माइनस जेड प्लस 1 हुन्छ हो। ल ठिक छ, ट्राई गर्नु। ल